हे गाइस वेलकम टु माई न्यू मिनी भ्लग। सो आज हामीसित जाऊँ है त चन्द्रगिरी हिल्स घुम्नलाई। सो बिहानै हामी बानेश्वरबाट होइन गाडी चढेर सुन्धारा पुग्यौँ। अनि त्यहाँ सुन्धाराबाट चाहिँ फेरि अर्को गाडी फेरेर चाहिँ हामी चन्द्रगिरी हिल्सतर्फ लाग्यौँ। सो लगभग हामीलाई 1 घन्टा लाग्यो सुन्धाराबाट त्यहाँ पुग्नलाई। अनि त्यहाँ मेन रोडबाट चाहिँ लगभग 15-20 मिनट हिँड्नुपर्ने रहेछ क्या। अन्त हामी हिँड्दै गफ गर्दै होइन बाटोमा यस्तो खतरा माउन्टेन रेन्जको भ्यू आइरहेको थियो क्या। अनि त्यसपछि विदिन 20-25 मिनट्सको वकपछि चाहिँ हामी त्यहाँ माथि पुग्यौँ। अनि टिकट काटेर हामी केबल कारमा चढेर हिल्सतर्फ लाग्यौँ। अनि हाम्रो दिदी चाहिँ लास्ट एक्साइटेड हुन्थ्यो क्या, उहाँको फर्स्ट एक्सपिरियन्स थियो नि त केबल कारको। अनि त्यहाँ माथि पुगेर त झन् त्यो हिमालय रेन्ज यस्तो क्लियरली देखिरहेको थियो नि। अनि धन्न शनिबार भएर हामी चाहिँ धेरै भिड होला भन्ने एक्सपेक्ट गरिरहेको थियौँ, तर त्यस्तो खासै थिएन हामी पुग्दासम्म त। अनि पूजासुजा गरियो होइन। अनि यसो मैले क्विक आउटफिट चेक दिएँ अनि हामीले फोटोसोटो खिच्यौँ होइन। एन्ड बाइ द वे यो चाहिँ मेरो फर्स्ट भिजिट थियो है चन्द्रगिरीको। अनि त्यसपछि केबल कारबाट त सिटीको भ्यू त के भनौँ क्या, यो सिटीको भ्यू अनि हिमालय रेन्जको भ्यू नै बेस्ट पार्ट थियो है यो भिजिटको। अनि त्यसपछि त तल ओर्लेर हामी खानासाना खायौँ। त्यसपछि टुई हिँड्दै हामी गाडी चढ्ने ठाउँतर्फ लाग्यौँ। सो ओभरअल एकदमै रमाइलो भयो है चन्द्रगिरीको भिजिट चाहिँ। बिहान हामी 7 बजेतिर होस्टेलबाट हिँडेको थियौँ अनि 2 बजेतिर चाहिँ फर्क्यौँ होइन। सो द्याट्स इट, थ्याङ्क्स फर वाचिङ, बाई बाई।